हेलो हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। अनि नि साथीहरू, आज चाहिँ असार 15 रहेछ कि मैले चाहिँ असार 15 को तयारी गर्दैछु साथीहरू। हजुरहरूलाई ह्याप्पी असार 15 भन्न चाहन्छु। असार 15 को धेरै धेरै शुभकामना छ। मैले चाहिँ भटमास साध्नको लागि तयारी गर्दैछु साथीहरू। अनि त्यसपछि यो भटमास चाहिँ मेरो छोरीको एकदम फेभरेट हो है। बुनुको फेभरेट हो कि होइन? छोरीको चाहिँ एकदम फेभरेट हो। अनि मैले यहाँ भटमास भुटेर अनि प्याज लसुन अनि खुर्सानी काटेर यहाँ राखेको छु। मलाई चाहिँ यो प्याज र लसुन राखेको एकदम मनपर्छ। अदुवा पनि राख्नुपर्ने थियो तर अदुवा चाहिँ थिएन साथीहरू है। अनि नुन राखेँ, नुन चाहिँ स्वादअनुसार राखेँ। स्वादअनुसार हजुरले कति खानुहुन्छ। अनि मैले चाहिँ सिम्पल, बच्चाहरूले अब टमाटर लागु खाँदैन, अनि त्यही भएर मैले चाहिँ टमाटरहरू राखेन झानेर। अनि त्यसपछि मैले यसमा धनिया राखेर अनि मोल दिएँ साथीहरू है। अनि मेरो रेडी भयो भटमास चाहिँ साँधेको रेडी भयो। साधिसकेपछि चाहिँ मैले यहाँ अचारको तयारी पनि गर्दैछु साथीहरू। गोर्खे अचार, काँक्रो अनि केराउ अनि आलु राखेर अचार तयार बनाउँदैछु साथीहरू मैले यहाँनिर। अनि यहाँ प्याज पनि एड गर्न सक्नुहुन्छ है। मैले चाहिँ प्याज राखिएन किनभने हाम्रो घरमा आमाले प्याज खानुहुन्न है। आमाको लागि पनि हुने गरेर मैले बनाएको थिएँ। अनि यहाँ चाहिँ आलस छोपमा चाहिँ मैले आलस मात्र राखेको छु। अनि यो चाहिँ मैले चाहिँ यो भगतपुरी हो कि के भन्छ, यो अमिलो राखेको कि त्यो सुकाएर धुलो पारेर राखेको थियो। अनि त्यसलाई पनि राखिदिएँ। अनि अलिअलि टेस्टको लागि कागती एउटा पनि काटेर राखेको थिएँ। अनि यसले चाहिँ कागती बास्न आओस् भनेर। अनि हरियो खोर्सानी पनि राखेँ साथीहरू है। यसलाई खाइसकेँ। अहिले भोइस ओभर गर्दाखेरि चाहिँ मलाई हल्का मुख पनि रसाइरहेको थियो अमिलोले गर्दाखेरि। धुलो खोर्सानी नुन पनि राखेँ। अनि राखेर यसलाई सबै राखिसकेपछि मैले मेथी पड्काएर चाहिँ मैले तेल पनि हालिदिएँ साथीहरू। अनि अचार पनि फाइनली रेडी हुन्छ। ब्याकग्राउन्ड चाहिँ एकदम आइरहेछ साथीहरू, कुकुरहरू भुक्ने के कराउने बाहिर बाइकको आवाजहरू आइरहेछ। अनि मैले फेरि यहाँ रेडी गर्दैछु साथीहरू। यो चाहिँ आलु फ्राई है, बच्चाहरूलाई आलु फ्राई पनि मनपर्छ। अनि जिरा र मेथी फुराएँ, खुर्सानी हालेन है, सबैजनालाई हुन्छ भनेर। अनि जस्ट यसमा चाहिँ मैले बेसार अनि नुन बेसार अनि मेथी र जिरा मात्रै हालेको थिएँ। अनि यसमा मैले केही पनि हालेन। यो चाहिँ सादा परती भुटेको साथीहरू मैले यसलाई चाहिँ। अनि नि साथी, हामीले चाहिँ आलु मजाले मैले चाहिँ आलु भुटेर अनि यसलाई चाहिँ निकाल्यो है। अनि आलु चाहिँ सबैलाई मनपर्छ। बुनलाई मनपर्छ होइन आलु? मनपर्छ। बुनलाई पनि आलु धेरै मनपर्छ। अनि हामीले मजाले आलु निकाल्यो। सबै तयारी भइसकेको थियो योभन्दा अगाडि अचार अनि त्यस भटमास र अनि यो आलु निकाल्यो। अनि हामीलाई यतिन्जेलसम्म चाहिँ हामीलाई भोक लागिसकेको थियो है। अनि हामीले चाहिँ भाग पनि लायो साथीहरू। भाग लाएर अनि मजाले हामी सबैजना बसेर खान थालेको साथी। सम्पूर्णमा ह्याप्पी असार 15 भन्दै मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यदि हजुरहरूलाई मनपर्छ भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। बाई बाई। बाई बुनु। बाई बाई।